हेलो, नमस्ते सबैजनालाई। म आज धेरै दिनपछि लाइभमा बस्दैछु साथी हो। अहिले चुनावको माहौल आएको छ। मैले धेरैजसो मूर्खहरू देखेँ। ती मूर्खहरू कस्तो थिए भन्दाखेरि अहिले पढेका मूर्खहरू धेरैजना चाहिँ रासपा रासपा भन्दैछन्। खुलेआम एमसिसी मैले ल्याएको हो भनिरहेछ। डाक्टर लेखिरहेछ आफ्नो अगाडि। अर्को एसएलसी पास गरेको मात्रै भनेको छ। आफूलाई डाक्टर भन्नेहरू, आफू सर्टिफिकेटमा बलियो भन्नेहरू, अरूलाई सर्टिफिकेटको कमजोर व्यक्तिलाई गिजाइराख्नेहरूको लर्को लागेको छ सन्पातिकमा। र एक थरी खुलेआम तपाईँको सिआइएले ट्रेनिङ दिएर नयाँ किसिमको जेलेन्स्कीहरू, धेरै जेलेन्स्की, एउटा जेलेन्स्की होइन, युक्रेनमा एउटा जेलेन्स्की उत्पादन गर्यो भने धेरै जेलेन्स्कीहरूको तपाईँको जन्म गराएको छ। त्यो कुरा पनि नयाँ पुस्ताहरू, आफूलाई डिग्री फिग्री पढेका भनेकाहरू, बुवाआमाको महँगा कलेज पढेका, स्कुल पढेकाहरू यति पनि बुझिरहेका छन्। मैले बुझ्नलाई नयाँ पुस्तालाई अनुरोध गर्दैछु र बुझ्नु होला भाइ बहिनीहरू है। एक अर्को कुरो, पुराना पुस्ताहरू यति बिग्रिएको अवस्था हामी देखिरहेछौँ र पुराना पुस्ताहरू अझै पनि आफ्ना डम्भर छोड्न सकिरहेका छैनन्। र हाम्रो काङ्ग्रेसको जेएनजी के जेएनजी भन्दै यिनीहरू हिँडिरहेका छन्। म ती पार्टीमा लागेका जेएनजीहरूलाई पनि के भन्न चाहन्छु भने, कि तपाईँहरू आफ्नो मान्छे सुधार्नुहोस्, कि तपाईँहरू पनि सुध्रिनुहोस्। तपाईँहरू सुध्रिनु भएन भने यो देश मुठभेड र द्वन्द्वमा जान्छ। 1, 2, 3 जान्छ। अलिकति हेर्दाखेरि पश्चिमगमन भन्नुहुन्छ। पश्चिमगमनभन्दा आज तपाईँहरू अग्रगमन रोज्नेहरू किन आज तपाईँहरू पश्चिमगमनको फलोअर्स, पश्चिमगमनलाई गाली गरिराख्दाखेरि तपाईँहरू पनि पश्चिमगमनकै त्योभन्दा खतरनाक चालमा किन फस्नुभयो? अहिले दुनियाँलाई च्यालेन्ज गर्दै हुनुहुन्छ कि म यस कारणले गरेको थिएँ। त्यस कारण नेपाली जनतालाई मैले अझै पनि अनुरोध गर्छु, 21 गतेको चुनावमा प्लिज देश डुबाउनेमा भाग नलिनुहोस्। अहिलेको अन्तरिम प्रधानमन्त्रीबाट पनि दक्षिणी भूभागबाट सञ्चालित व्यक्ति हो। त्यसमा बनेका मन्त्रीहरू कस्ता छन् देखिहाल्नुभयो। त्यही कारणले एकदम राष्ट्रभक्त, देशभक्त, जनताभक्त, प्रजातन्त्र भक्त, समाजवाद मान्ने, जनवाद मान्ने सबैलाई अहिले त पार्टीको झन्डाहरू यथावत ठाउँमा राखेर तपाईँहरूले चाहिँ देशका निम्ति एकचोटि जेएनजी बनेर झुरमुराउनुहोस्, ताकि अरूले सजिलै नहोस्। यहाँ लेन्डुप डोर्जे र तपाईँको जेलेन्स्कीहरू धेरै उत्पादन भएर रहेछन्। तिनलाई स्टेप वाइज तपाईँको प्रयोग गर्न जाँदैछ। त्यो प्रयोगमा फसिरहेका छन्। यो नफस्नु होला भन्ने मेरो अनुरोध हो। त्यस कारणले गर्दाखेरि कृपया एकचोटि यो देशको निम्ति झुरमुराउनुहोस्। अस्तिसम्म हामी यिनको विभिन्न नामको पार्टीको दलको नाउँमा भएका दलालको निम्ति लड्यौँ। आज तपाईँ देश, समाज, प्रजातन्त्र, लोकतन्त्र र नेपाली देशभक्त भएर एकचोटि लड्नुहोस् भन्ने मेरो सबैले अनुरोध हो। धन्यवाद।